नमस्कार साथीहरू, आज चाहिँ हामी घुम्न जानको लागि यसरी बस कुरिरहेका छौँ। बस आउनु चाहिँ अलिकति ढिलो भएकोले हामी बस कुर्दैछौँ। एकैछिनमा बस आउँदैछ, त्यसपछि हामी बस चढेर चाहिँ आजको गन्तव्यतिर लाग्नेछौँ। हामी विशेषतः आज जिनामा र जिनाको बिचतिर घुम्ने योजनामा छौँ। चारजना साथीहरू भएर, दुईजना जिल्लाकै साथी र हामी भएर चाहिँ जाँदैछौँ। लेट्स गो। अब चाहिँ भिडियोमा साथीहरू चाहिँ यसरी अब हामी यसरी जाँदैछौँ। हेर्नुहोस् त, समुद्रको यो छेउछेउबाट हामी हिँडेर यसरी जाँदैछौँ। अब एकदमै रमाइलो छ यता ठाउँहरू। यो चाहिँ हाम्रो उल्सनमा उल्लुगुम्बा पर्छ। विशेष त यो समुद्रको छेउछेउमा पुर्याहरूलाई हिँड्नको लागि भनेर पुर्याले धेरै बाटोहरू यसरी बनाएर राखेको छ। सुविधा एकदमै राम्रो छ। विशेष त स्वास्थ्यको लागि एकदमै ख्याल गर्नुपर्दछ। त्यसैले घुम्न आउने मान्छेहरू, पर्यटकहरू पनि यसरी गन्तव्यहरूमा पुग्नको लागि यसरी विशेष त समुद्रिक छेउछाउको बाटोहरू प्रयोग गरेर हिँड्ने गर्दछन्। किनभने एकदमै आनन्दमय हुन्छ, समुद्रको दृश्य एकदमै रमाइलो हुन्छ। हामी यसरी समुद्रमा हेर्दै हिँडिरहेका छौँ। विशेष त समुद्रमा रहेको निलो पानी, त्यसपछि साना समुद्रका यी साना ढुङ्गाहरूका पहाड देख्दा एकदमै मन आनन्दित हुन्छ। जो कोहीलाई पनि आनन्दित हुन्छ। हामी विशेष त यसरी कहिलेकाहीँ हिँड्ने गर्छौँ। आज चाहिँ हाम्रो लगभग धेरै समय नै चाहिँ हामी यसरी बिताउने योजनामा छौँ। हेरौँ अब कहाँ हिँडिन्छ, कति रमाइलो गरिन्छ, कति दृश्यहरू खिचिन्छ। यसरी टेन्टहरू राखेर पर्यटकहरू यसरी बसिरहेको छ समुद्रको छेउमा। दृश्यहरू आनन्द छ, फ्रेस छ। घाम लागिरहेको छ। विशेष त अब एकदमै मौसम एकदम क्लियर छ। यसरी माथिबाट झरेको पानीहरूको यो छानाहरू भनेको कति राम्रो छ। यो फोर्सले झरेको छ, एकदम आनन्द छ। निस्किएको छ। यो बिल्कुल यसरी मिसाउने विशेष त परदेखि ग्यास प्लान्ट यसरी अर्को देशबाट चाहिँ कोरियामा अथवा ग्यासहरू ल्याउनको लागि यसरी प्लान्टहरू हुन्छ। यसरी प्लान्टबाट चाहिँ ग्यासहरू निकालेर काम गरिन्छ। हेर्नुहोस् त, कति रमाइलो छ यो समुद्रको दृश्य छेउछाउ अवलोकन गर्दै हामी अहिले यहाँसम्म आइसकेका छौँ। हामी लगभग 2 घन्टा यता ढिलो साथीहरू दृश्य अवलोकन गरिरहेको छ। साथीहरू एकदमै मजाले भिडियोहरू बनाउँदैछु, फोटोहरू खिच्दैछु। साथीहरू फोटो खिच्नु भन्नुभयो। मैले पनि फोटो खिचेँ। साथीहरू फोटो खिचियो र हामी अहिले जिना आइसकेको छ। जिनाको यो ब्रिजमा एकदमै ढुङ्गाको हल्का गाह्रो अँध्यारो सुन्नु लागेको छ। यो लाइटहरू पनि एकदमै राम्रो छ। विशेष त बाहिरबाट आउने मान्छेहरूलाई अवलोकन गर्नुको लागि र कुरियरलाई छुट्टीको दिनहरू बिताउनको लागि यस्तो ठाउँहरूमा चाहिँ यस्तो राम्रो लाइटिङ सिस्टमहरू यसरी राखिदिएको हुन्छ। साथीहरू चाहिँ लाइट कतिखेर राम्रो आउँछ भन्दाखेरि चाहिँ फोटो खिच्न तत्परमा हुनुहुन्छ। हामी यता पनि केही दर्जन फोटोहरू खिच्छौँ र हामी अब अहिलेसम्म पुल माथि चढ्दैछौँ, ब्रिजमा चढ्दैछौँ। आनन्दमय छ दृश्य। यो ठाउँ जिना हो, कोरियाको जिना बिच पर्छ। विशेष त यो उल्लुगुम्बा पर्छ। यहाँ एकदमै धेरै पर्यटकहरू आउने गर्दछन्, किनकि हामीले त्यो छेउमा देखिएको